धरतीमा जन्मिएपछि एक न एक दिन मर्नुको विकल्प छैन। मृत्यु अकाट्य शाश्वत सत्य कुरा हो। प्रकृतिको नियम नै जन्मेपछि मर्नु नै हो। यसलाई स्वीकार्नुको विकल्प छैन। आफन्त गुमाउनु पर्दा जो कसैलाई दुःख लाग्छ, असहाय पीडा हुन्छ, मन नै स्तब्ध हुन्छ। हो यस्तै शोकमा डुबेको छ भोक्सिङको लोहनी काश्यप परिवार। पर्वतको महाशिला गाउँपालिका वार्ड नम्बर 2 भोक्सिङ खालीडाँडा जन्मघर भई हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी तथा अपुन एसके फाउन्डेसन नेपालका संस्थापक अपुन एसके भोटेकी ममतामयी आमा बाटुली काश्यप लोहनीको निधन भएको छ। यही मिति 2082 पौष 13 गते शनिबार उहाँको उपचारका क्रममा 82 वर्षको उमेरमा असामयिक निधन भएको हो। बाटुली काश्यपको निधनले भोक्सिङ खालीडाँडा शोकमा डुबेको छ। आमाको उपचारका लागि भयभरको प्रयास गर्दा पनि आमालाई बचाउन नसकिएको अपुन एसकेले बताउनुभयो। जन्म मृत्यु प्रकृतिको नियम हो, तर आफ्नो आमालाई गुमाउनु पर्दा आफूलाई सहनै नसक्ने पीडा भएको अपुन एसके बताउनुहुन्छ। बाटुली काश्यपको पार्थिव शरीरलाई भोक्सिङ स्थित आफ्नै चिहान घाटमा परम्परा अनुसार आफन्तजन गाउँले र छरछिमेकीहरूको उपस्थितिमा दाह संस्कार गरिएको छ। 2 नालबाट गरी बाटुली काश्यपका 5 छोरा र 4 छोरी रहेका छन्। आउनुहोस् बाटुली काश्यपको अन्तिम दाह संस्कार विदाई कार्यक्रमको यो भिडियो हेरौँ।
त फेरि कपडाहरू बाबुहरू तिमीले बाउ नानी घर जाऊ घर जाऊ झोले लिएर घर जाऊ है कहाँ हो फर्काएर मुखी राख्ने ऊ गर्ने नबुझेको हुनसक्छ बुझेर के गर्ने के थाहा होइन क्या ठाउँ ठाउँमा राख्नु तल ठाउँमा राखे हुन्छ मैले उहाँकोलाई खुन पनि चेन्ज गर्छु भने मिल्दैन भनेर जिद्दी नै गरेको मैले सुगर प्रेसर भएकोलाई खुन चेन्जै हुँदैन भने खोजी त गरेको राम्रोसँग है भयो अरू बाँकी यता खनाउनु यता ल्याएर तिनचोटि पो आइसकेको थियो तिनचोटि पो आइसकेको रोक्नु भनेको खोलो अनि खुट्टा हाल्न सकिन्छ भएका त्यो ढुङ्गा मृत्यु शाश्वत सत्य हो र हामीले यस धरतीमा जन्म लिइसकेपछि सबैले मृत्युवरण गर्नुपर्छ र यो प्रकृतिको नियम भएको हुँदा यो हामीले चाहिँ नराम्रो दुःख लागे पनि हामीले चाहिँ स्वीकार गर्नुपर्छ। सबैको अवस्था र हाल चाहिँ त्यही नै हो र त्यसै क्रममा आज
हामी यस अन्त्येष्टि समारोहमा चाहिँ उपस्थित भएका छौँ। हाम्रो दाई अपुन यास्के भोटे दाईले आफ्नो ममतामयी माताको सम्झनामा 2 शब्द बोल्ने कार्यक्रम रहेको छ। त्यसको लागि म उहाँलाई अनुरोध गर्दछु। श्री श्रद्धाञ्जली मेरो आमाप्रति। आमा, ईश्वरले तपाईँको पवित्र आत्मालाई शान्ति प्रदान गरून्। 2000 साबिकको बागलुङ जिल्ला जैदी गाविस हाल जैमेनी नगरपालिकामा पिता रणबहादुर रसाइली र माता जुना कुमारी रसाइलीको कोखबाट जन्मनुभएकी धर्मपत्नी स्नेही आमा तथा आदरणीय व्यक्तित्व श्री साबिक पर्वत जिल्ला भोक्सिङ गाविस हाल महाशिला गाउँपालिका श्री हर्कबहादुर कश्यप लोहानीकी जेठी श्रीमती विष्णु तर्फ 3 छोरा भविराज प्रेम बहादुर ठाकुर, 2 छोरी गौरी कमला कान्छी श्रीमती बाटुली तर्फ 2 छोरा आपुन यास्के अर्जुन, 2 छोरी माया र तारा। ममतामाई आमा दिसम्बर 2082 पौष 13 गते दिनको 3:55 बजे हामीबाट सधैँका लागि बिदा लिनुभयो। उहाँको निस्वार्थ माया, त्याग र स्नेह हाम्रो मनमा सधैँ अमर रहनेछ। ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरून्। आमा, यदि अर्को जन्म लिनु पर्यो भने मैले तपाईँकै कोखबाट लिन पाऊँ। आमा, मबाट केही गल्ती भएको छ भने त्यसलाई माफ गरिदिनु होला। म सुध्रिने मौका पाउँछु। थाहा छैन, मैले धेरै कोसिस गरेँ, तपाईँलाई बचाउन सकिनँ। सायद तपाईँको यही नै इच्छा थियो होला। लभ यु आमा, लभ यु, लभ यु, लभ यु। र सम्पूर्ण यहाँ उपस्थित दाजुभाइ दिदीबहिनी सम्पूर्णमा साइनो अनुसारको मेरो तर्फबाट टोक नमस्कार, माया। हामी सबै यसरी नै मायामा बचौँ भन्ने म चाहन्छु। मायाभन्दा ठुलो केही पनि छैन। सबैको जय होस्। थ्याङ्क यू भेरी मच। 1 मिनट मौन धारण राख्नु, टाइम हेर्नु। र यसपछि हामी 1 मिनट उहाँको सम्झनामा, उहाँको चाहिँ आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारणमा हामी चाहिँ सरिक हुनेछौँ। ल सुरु। यस दुःखद घडीमा हामीलाई समवेदना र सान्त्वना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, इष्टमित्र, बन्धुबान्धवमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। स्वर्गीय आमा बाटुली काश्यपको वैकुण्ठवासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। सम्पूर्ण लोहनी काश्यप परिवार, महाशिला गाउँपालिका वार्ड नम्बर 2 भोक्सिङ खाली डाँडा पर्वत।